यो के रे बुढो यो किम्बो अनि कस्तो हुन्छ त यो यो स्विटी अनुहार चाहिँ देखाइदिनु नि यता स्विटी भेरी नाइस हाम्रो घरको हेर्नु त रुखमा चढेर यसरी खाँदै हुनुहुन्छ हेर्नु न कस्तो कालो गरेर पाकेको के हेर्नु न यो किम्बो हो झपक्क झपक्क पाकेको स्विटी खोइ त्यो त मलाई पनि थाहा छैन हेर्नु त यत्रो रुख छ पुरै यो रुख सबै किम्बुको हो अनि त्यो चाहिँ आँपको बोट त्यो आँपको बोट यो केरा अनि यो चाहिँ हाम्रो घर हो है साथी हो हाम्रो घर यस्तो छ है ल यहाँ के गर्दै हो बुहारी नानी हेलो म आज के अरे यो च्याउ मसरुमको तरकारी अनि भित्र नपकाएर किन बाहिर यो हाम्रो लसुन भित्र लानु हुँदैन रे हाम्रो देउतालाई सामे हुँदैन रे त्यही भएर लसुन हामी बाहिरै पकाउँछौँ हाम्रो भित्रको चुलो चाहिँ देखाइदिनु न नयाँ अहिलेको अर्ग्यानिक चुलो यो चाहिँ अब माछा मासु पकाउँदा लसुन प्याज पकाउँदा हामी बाहिर पकाउँछौँ भित्र हुँदैन हाम्रो अनि अरू कस्तो लागिरहेको छ त गाउँमा यहाँ हिजो मौरीले टोक्यो त्यहाँ मह चोर्नु गएको मौरीले टोकेर यस्तो भयो अरू सब ठिक छ है अनि कस्तो लाग्दैछ त गाउँमा आउन एकदमै मनपर्छ मलाई गाउँ एकदमै मनपर्छ वाइफाई र अलि नजिक चाहिँ पसलहरू भए चाहिँ एकदम रमाइलो हुन्छ त्यस्तो हो है ए त्यहाँनिर कोइराला हेर्नु त यस्तो कोइराला यस्तो मजाले कोइराला फुलेको छ काठमाडौँमा 70 रुपियाँ पाऊ यहाँ यस्तरी कोइराला फलेको छ यस्तो छ यो चाहिँ आँपको फुल फुलेको छ भोलि पर्सि मजाले खान पाइन्छ यो घरको आँगनमै छ यो यस्तो हुन्छ यो केरा ल यसरी मलाई बुढोले टिपेर ल्याइदिनु भएको खाँदैछु यहीँ हाम्रो जेठानी के छ हाल खबर दिदी त्यस्तो पो हो खोइ खोइ हल्लिएको देख्दैन सिधै छ त ए जाँड खाए हल्लियो हिँड ए ल ठिक छ खानुपर्छ अनि यहाँनिर चाहिँ हाम्रो चराको गुँड छ है साथी हेर्नु न चराको गुँड बनाएको छ है गौँथली अनि हिजो हाम्रो लुगा राख्ने ठुलो बाकस थियो त्यहाँ चाहिँ हाम्रो मौरीले घार लाएर मौरीको मह छ ल यो हाम्रो गाउँ हो घर चाहिँ एउटा दुईटा मात्रै छ जस रमाइलो छ गाउँ